एउटा बेग्लै किसिमको संस्कृति छ। रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर 1 रुकुम गाउँमा प्रत्येक वर्षको साउने सङ्क्रान्तिपछि यो झाँक्री मेला लाग्ने गर्छ र यहाँ सयौँ सङ्ख्यामा झाँक्रीहरू नाच्ने गर्छन् भने यहाँका स्थानीय युवाहरू सिस्नोले हानाहान गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ। तपाईँहरूलाई मैले यो लाइभ भिडियो देखाइरहेको छु यो मेला लाग्ने स्थलबाट र तपाईँहरूले देखिराख्नु भएको छ पछाडि यो साइडमा हजारौँ सङ्ख्यामा दर्शकहरू बसिराख्नु भएको छ भने यतापट्टिको साइडमा चाहिँ झाँक्रीहरू नाचिराखेका छन् र सिस्नोले हानहान गरेर रमाइलो गर्दै हुनुहुन्छ यहाँका युवाहरू र यो चलन चाहिँ प्रापूर्वकालदेखि चल्दै आएको भन्ने यहाँका स्थानीयहरूको भनाइ छ र यो मेला हेर्नको लागि रुकुम पूर्व बाहेक आसपासका जिल्लाहरूबाट पनि मान्छेहरू आउने गर्नुहुन्छ। जस्तै बागलुङबाट, रोल्पाबाट र रुकुम पश्चिमबाट पनि यो मेला हेर्नको लागि सयौँ सङ्ख्यामा दर्शकहरू यहाँ आउने गर्नुहुन्छ। यति बेला झाँक्री पर्वको बारेमा जानकारी दिनुको लागि यहाँको अध्यक्षजी हुनुहुन्छ, वडा अध्यक्षजी हुनुहुन्छ। अध्यक्षजी, यो झाँक्री मेलाको बारेमा तपाईँले थोरै बताइदिनु पर्यो। विशेष गरी यो चाहिँ नेपालकै एउटा दुर्लभ चाहिँ झाँक्री नाच हुनुपर्छ। यो चाहिँ विशेष गरी यो साउनी यो प्रत्येक वर्षको साउनको चाहिँ पहिलो हप्ता अथवा चाहिँ बिहिबार अब मङ्गलबार शनिबारमा चाहिँ पर्छ होइन। यो त्यो दिन चाहिँ यहाँ झाँक्री मेला मनाउने गरिन्छ। यो प्रत्येक घरबाट नभन्दाखेरि एउटा चाहिँ प्रत्येक भाइबाट एकजना चाहिँ झाँक्री पठाउनु पर्ने हुन्छ र नपठाएको खण्डमा चाहिँ जरिवाना यहाँको चाहिँ प्रचलित झाँक्रीहरूले नियम अनुसार चाहिँ त्यो अनुरूपको चाहिँ पैसा तिरेर चाहिँ नआएको खण्डमा चाहिँ पैसा तिर्नुपर्ने हुन्छ। अहिले देख्नुभयो होला तपाईँले चाहिँ 20-22 जना झाँक्री यो वर्ष आउनुभएको छ र अरू हुने त थुप्रै हुनुहुन्छ। यहाँ महिला पुरुष गरी लगभग चाहिँ 1 नम्बर वडामा नै तपाईँको 100 जना जति हुनुहुन्छ। तर चाहिँ अहिले यो प्रत्येक भाइबाट एकजना आउने भएकोले 20-22 जना आउनु भएको छ र केही रूपमा चाहिँ आफ्नो चाहिँ भाइमा झाँक्री नभएकोहरूले चाहिँ किनेर भए पनि अर्को झाँक्रीलाई किनेर एक दिनको धेरै दिएर पनि त्यो चाहिँ पठाउने चलन छ। किंवदन्ती के छ तपाईँको? झाँक्री पूजा गरेपछि तपाईँले जस्तो कसैले यहाँ भन्नुभयो कि मसान भूत प्रेतहरू चाहिँ नि भगाउनको लागि झाँक्री पूजा गर्छौँ भन्ने कुरा आयो यहाँ स्थानीयबाट। किंवदन्ती अनुसार यो चाहिँ गाउँबाट प्रत्येक यो गाउँबाट जोगाउनलाई बोक्सीहरूबाट बचाउनको लागि चाहिँ प्रत्येक वर्ष चाहिँ यो बोक्सी निकालेर चाहिँ यो गाउँको पूर्वतर्फको खोलाबाट निकालेर चाहिँ यो पश्चिममा चाहिँ गाउँको चाहिँ पश्चिमतर्फ चाहिँ त्यो भुट्टा निकालेर चाहिँ खेद्ने चलन छ। त्यसले गर्दाखेरि गाउँलाई चाहिँ विपदबाट बचाउने अथवा चाहिँ अकालमा मर्नेहरूलाई बचाउनेबाट चाहिँ यो त्यो देखिन्छ किंवदन्ती छ।